म नेपाली एफएम निमित दियाई हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। पहिलो समाचारमा बाढी र पहिरोले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। त्यस्तै लमजुङको मध्य नेपाल नगरपालिका 6 पिस्टी खोलामा आएको बाढीले सडक बगाएको हो। अर्को समाचारमा नेपालका 14 देखि 18 वर्षका किशोर किशोरी विश्वका सबैभन्दा आशावादी युवामध्ये देखा परेका छन्। बेलायतको अक्सफोर्ड स्कोलास्टिका एकेडेमीको 2025 कोलम्बो ग्लोबल स्टुडेन्ट ओप्टिमिज्म सर्वेक्षणले यो तथ्य उजागर गरेको छ। त्यसैगरी नेपाली काङ्ग्रेसका नेता तिलक भण्डारीको निधन भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका -1 घारी गाउँ निवासी 58 वर्षीय भण्डारीको शनिबार भेरी अञ्चल अस्पतालमा निधन भएको हो। यसैबीच सार्वजनिक पदको जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीका सम्बन्धमा सरकारवालालाई दिनुपर्ने जवाफ सार्वजनिक उत्तरदायित्व हो। कुनै व्यक्ति, संस्था वा सार्वजनिक पद धारण गरेका पदाधिकारीले जनताप्रति उत्तरदायी हुनु आवश्यक छ। यस्तै देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले यो जानकारी दिएको छ। त्यसैगरी व्यवसाय प्रवर्धन गर्ने विषय उत्पादन वा व्यापारिक स्थलमा मात्र सीमित रहँदैन। मानव सभ्यताको विकाससँगै शिक्षा र प्रविधि निरन्तर रूपान्तरण हुँदै आएका छन्। मौखिक परम्पराबाट सुरु भएको ज्ञानको यात्रा लेखन, मुद्रण प्रेस र इन्टरनेट हुँदै आज कृत्रिम बुद्धिमत्ता (AI) सम्म पुगेको छ। अर्को समाचारमा राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (NRT) नेपाल टप 16 ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मङ्सिर 12 गतेमा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस 7 प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ। अन्त्यमा जुम्लाको पातारासी गाउँपालिका -7 स्थित पटमारा गाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्दै गएको छ। विस्तृत समाचारका लागि niloNepal.com मा जानुहोस्।